माइत जान पाउँदा त खुट्टा भुइँमा छैन साथीहरू। सबैमा हौवा सेवा नमस्ते। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। हजुरहरूलाई फेरि पनि स्वागत छ यस मेरो मिनी ब्लगमा। म चाहिँ 2-3 दिन बिराम भएको थिएँ साथीहरू, त्यही भएर मेरो भिडियोहरू आएको थिएन। आज चाहिँ म माइत जाँदै गरेको साथीहरू। अनि बर्खामासको बाटो त हो, देख्न सक्नुहुन्छ यो रोडमा यति धेरै हिलो छ कि। अनि नानीलाई चाहिँ बोकेर भाइ चाहिँ अगाडि हिँड्नुभयो अनि म चाहिँ उर्लेर हिँड्दैछु बाबुसँग। अनि यसरी नै बाटोमा कति ठाउँ के साथीहरू 8-9 चोटि नै ओर्लिँदै हिँड्दै गर्नु पर्यो। अनि फाइनली साथीहरू बल्ल अलिक राम्रो रोड आउँदैछ अनि चकियामा पुग्न लाग्यौँ हामी चाहिँ। अनि त्यही भएर अब चाहिँ फेरि ओर्लिनु परेको छैन। मेरो चाहिँ माइतमा बाबा अस्तिदेखि बिरामी हुनुहुन्थ्यो, त्यही भएर म चाहिँ जाँदै गरेको। जान चाहिँ अस्ति नै खोजेको साथीहरू, तर बर्खामासको समय होइन असारको चेपारोमा परियो साथीहरू, त्यही भएर जान पाएको थिइनँ। अनि फाइनली साथीहरू अब चाहिँ हामी चकियामा आइपुग्यौँ। अनि देख्न सक्नुहुन्छ यहाँको सिन। आजको सिन चाहिँ अलिअलि अब मधुरो छ किनकि बादल लागिरहेको रहेछ। यहाँ चाहिँ मौसम क्लिन हुँदा चाहिँ सफा हुँदा चाहिँ यस्तो दामी देखिन्छ कि साथीहरू, यस्तो दामी देखिन्छ कि होइन, यस्तो राम्रो देखिन्छ कि। नेचर भनेको त नेचर हो नि त। अनि त्यस पछाडि फाइनली हामी चाहिँ अब चाहिँ राम्रो रोडमा आइपुग्यौँ साथीहरू। अब चाहिँ मैले दुःख नपाउने भए। देख्न सक्नुहुन्छ यहाँको सिन, हामी आइपुग्यौँ। चकिया आइपुगेर साथीहरू ओर्लेर अनि त्यस पछाडि हामी चाहिँ खाजा खान थाल्यौँ धमाधम। अन्डा थुक्पा अनि त्यस पछाडि दिउ मगाएको थियौँ। अनि त्यस पछाडि सबैजना खाजा खान थाल्यौँ। म यस्तो भुलकर छु कि साथीहरू होइन, भिडियो गर्ने समयमा चाहिँ ठ्याक्कै बिर्सिजान्छु के भएको है। अनि त्यस पछाडि जब खाँदै गऱ्यो अनि त्यस पछाडि सम्झना बल्ल आउँछ अनि भिडियो गर्न थाल्छु कि साथीहरू। अनि त्यस पछाडि यहाँ चाहिँ हामी धमाधम खाँदैछौँ। मेरो चाहिँ प्रायः त्यस्तै हुन्छ कि साथीहरू, कहिलेकाहीँ त होइन झन् यस्तो राम्रो सिन भइरहेको हुन्छ, कहिलेकाहीँ कस्तो राम्रो ठाउँहरू होइन आइरहेको हुन्छ, मौसम क्लियर हुन्छ अनि मोबाइल त्यति बेला चाहिँ चार्ज हुँदैन के साथीहरू। अनि म चाहिँ हतार यहाँ नानीहरूलाई नि कराउँदैछु के भने नानी चाहिँ खानै मानिरहेको थिएन, थुक्पा चाहिँ खानै मानिरहेको थिएन, दिउ मात्रै खान्छु भनिरहेको थियो। अनि खाएकै छैन, उसले चाहिँ खाएकै छैन। अनि छिटो खाऊ भने कराउँदैछु कि, त्यहाँ हेर्नु न मेरो मुख। अनि हामी चाहिँ गाडी कुरिरहेछौँ साथीहरू, देख्न सक्नुहुन्छ पानी पर्न थालिगयो। फाइनली बस पनि आयो अनि हामी चाहिँ बसभित्र बसी पनि सक्यौँ। भाइ चाहिँ यहीँसम्म मात्रै आउनुभयो, उहाँ चाहिँ फर्किनु भयो। अनि गाडीदेखि उर्लेर म त झरी पनि सकेँ साथीहरू। अनि फाइनली यहाँ म चाहिँ आफ्नो माइत घर आइपुगेँ। आजको मौसम देख्न सक्नुहुन्छ पानी पर्दैछ। अनि म आइपुगेको छुइनँ साथीहरू, मेरो छोरी त गएर सानीको काखमा हतार बसिसकेछ। यसलाई मावला भनेपछि अस्तिदेखि आउँछु भनेको, मावला भनेपछि यति हत्या गर्छ कि हुन त आमापट्टि नै गएको भएर होला। म पनि सानोमा बेसरी मावला जानेर हराउँथेँ। अनि त्यही भएर मावला भनेपछि त उसको सानी मामाले फेरि यति प्यारो गर्छ अनि सानी मामाकै मात्रै गुणगान गर्छ है। भन्दै साथीहरू यहाँ चाहिँ खाना खाने बेली पनि भइसकेछ। बहिनीले खाना पस्केर दिइन्। आजको खानामा चाहिँ बङ्गुरको मासु अनि दाल भात अनि म चाहिँ गमका गम खान थालेँ साथीहरू। किन ढिलो गर्ने होइन, अनि गमका गम खान थालेँ साथीहरू ढिला नगरिकन। अनि मलाई चाहिँ फेरि के भएको, अरूभन्दा सुँगुरको मासु एकदम मनपर्छ, त पनि यस्तो खालको बलियो अनि धेरै। म चाहिँ यता खाँदैछु साथीहरू। अनि यता चाहिँ मेरो बहिनीले सबै भान्से गर्दैछिन्। आजको लागि यति नै, थ्याङ्क यू फर वाचिङ।